सो हे गाइज वेलकम ब्याक टु स्टान्जन वाइटी च्यानल। आज धेरै टाइम पछि मैले भ्लग बनाएको है। यो चाहिँ हुनसक्छ मेरो काठमाडौँको लास्ट भ्लग होला। काठमाडौँको लास्ट भ्लग हुनसक्छ गाइज, किनकि धेरै दिन भयो काठमाडौँ आएको नि। आजको भ्लग चाहिँ म कहाँ गइरहेको छु भनेपछि आजको भ्लग चाहिँ हुप्पील्यान्ड हिँडेको गाइज। 12-1 बजिसक्यो, छिटो जानुपर्ने, ढिलो भइरहेछ। आज स्याटरडे लास्ट भ्लग अफ काठमाडौँ हुनसक्छ है गाइज। अनुहार पनि अलिक कम भएको छ 24 गाइज। हुप्पील्यान्ड जाने प्लान त भयो, तर गोजीमा गाँड छैन, पैसै कम छ। हुप्पील्यान्डमा 1000 रुपियाँ एन्ट्री फी नै भन्दैछ, प्लस जिप लाइनहरू के चढेको 700 भन्दैछ होइन। जाने त जाने, तर त्यही हो, घाम पनि बढेछ है। घाम परे गर्मी बढेछ अहिले। के साह्रो गर्मी हो काठमाडौँमा यार, एकछिन हिँडेको पसिना आइतिर यार। सो त्यही हो गाइस, गर्मी बढेछ, त्यही भएर अब पानी पनि खेल्न पाइन्छ होला। 1700 जतिमा हो क्या अरे। भित्र पनि छिर्न पाउने, जिप लाइनहरू, पानीको त्यो सबै खेल्न मिल्ने होइन। गर्मी चाहिँ ओभर छ यार, अलिकति हिँड्दैमा पसिना आइसक्यो। अब त्यही हो, राजीव साथीकोमा गइरहेको छु होइन। उसलाई पनि लानु पऱ्यो कि, एक्लै त के जानु, चोबारमा हो क्या अरे। अब त्यहीँ जाने हो। सो म चाहिँ अब राजीव साथीको होस्टेलमा हिँडेको है। हामी पब्लिक ठाउँमा हो नि त। राम्रो आएको छ नि, भयो त दुनै गरेर देखाउँदै सर। बल्कुसम्मको भाडा है हाम्रो दिन्छ हाम्रो राजीव सरले। पैसा देखाउँछु है तपाईँहरूलाई। ल सर देखाइदिनु। 15 करोड, 20 करोड, 25 करोड, 30 करोड, 35 करोड, 40 करोड हो। आजको लागि हामीले 40 करोड छिट्टायो। यो चाहिँ एकदम हामी चाहिँ कुन गाडीमा गएको अरे सर? यो कुन अरे सर? यो मर्सिडिज मर्सिडिज यो ल्याम्बो चल्दैन। यो मर्सिडिज हो गाइस। 40 करोड तिरेको छ हाम्रो सरले। राम्रो यो सरले पैसा हावा के अरे हावा चलेर फेरि झ्यालबाट जाँदा नि 40 करोड दिनुपर्ने हुन्छ। अब बल्कु झरेको दिनुहुन्छ हाम्रो सरले। बल्कुबाट फेरि कहाँ जानुपर्ने हो सर? बल्कुबाट अहिले चाहिँ हामी खुलै छैन हालौँ, सस्पेन्स राखेर हामी चाहिँ पूर्ण रूपमा पछि भन्छौँ। भ्यू हेरौँ गाइस, बस 120 को स्पिडमा चलिरहेको छ हाम्रो बर्गर मर्सिडिज हो त्यो होइन। मर्सिडिजको नाम चाहिँ बस निक्ने। कालीमाटी रहेछ नि त यो। अघि भर्खर ल्याएको थियो त कालीमाटी भन्न खोजेको त्यहाँपछि बल्गु रहेछ नि त। त्यहाँपछि टुरिस्ट यही हो हाम्रो कार चाहिँ होइन, मर्सिडिजको। करेन्ट चाउचाउ खानु। हेलो गाइज, हेर्नुहोस् है, काठमाडौँको चाहिँ यति व्यवस्थित छ ट्राफिक चाहिँ। हामीले चाहिँ अब यसको लागि चाहिँ स्टान्जन वाइटी च्यानललाई धन्यवाद होइन कि बालेनलाई धन्यवाद दिनुपर्छ। बालेनलाई मात्रै होइन कि काठमाडौँ महानगरपालिकाको चाहिँ केलाई त भन्दा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला ट्राफिक कार्यालयलाई चाहिँ हामीले के भन्नुपर्छ त भन्दा धन्यवाद ज्ञापन गर्नुपर्छ। यस्तो सिस्टमेटिक छ, यो चाहिँ इन्डियामा पनि छैन। म चाहिँ भर्खर इन्डियादेखि आएको,
दिल्लीदेखि आउँदा चाहिँ दिल्लीमा पनि यस्तो छैन। दिल्लीमा चाहिँ टेम्पोहरू दुर्छ, यहाँ चाहिँ यस्तो व्यवस्थित छ। यहाँ पर ऐसा व्यवस्थित जगह है कि ये दिल्ली में और भी नहीं है। ये कौन सा जगह है कमेंट करो भाइ लोग। सर्ट्सको माध्यमबाट के सर्ट्सको माध्यमबाट लगाइ हामी चाहिँ अहिले बल्कु आयो है। यतापट्टि चाहिँ तपाईँको कोटेश्वर जाने बाटो हो, यता कलङ्की स्वयम्भू र हामी चाहिँ यतापट्टि जाने हो। यता चाहिँ तपाईँको कीर्तिपुर हो अनि हामी जाने पनि अब यतै हो, चोबारतिर जाने हो कीर्तिपुरबाट। ठिकै हो गाइज हेर्नु। ल गाइज फाइनली हामी चाहिँ उपिल्यान्ड आयो गाइज। उपिल्यान्ड दिस वे हाम्रो राजीव सोर उपिल्यान्ड आयो गाइज। धेरै सङ्घर्ष गरेपछि उपिल्यान्ड आइपुग्यो। कस्तो दामी भ्यू देखाइदिन्छ डाँडा काँडा। यताको बाटो के हजुर यता चाहिँ कुन भयो अरे? हामी चाहिँ कहाँबाट आयो? त्यो काट्नु मिल्छ है। हामी चाहिँ यो चाहिँ बल्कुबाट हामी चाहिँ गाइज यताबाट चाहिँ बल्कुबाट बसमा आएको है। अब माथि जाने उपिल्यान्ड, उता पनि डाँडा देखाइदिनु कस्तो दामी। कति राम्रो यहाँ फुल फुलेको, अहिले चाहिँ कालो देखियो। जुम गरेपछि त्यसलाई जुम गर्दा त्यसको भयो। ल जाउँ होला अब जुम आउट गर्नु चलो भाइ। ड्याममा ल हामी चाहिँ हल्का सिन चाहिँ देख्यो है। ओ यही छ। ए साँच्ची हो, मैले सिन सर्ट्स पाउनु भनेको है। हेर्नु त ल तपाईँको त 110x जुम भनेको होइन, 6x रहेछ। त्यो चाहिँ यसमा हुन्छ हौ सर। सबैले मलाई प्लेनकै बना भन्छ यार, काम नै यार। भिडियो पनि कति धेरै 5x मा छु। आकाश भिडियो पनि त्यो रियल खाली। ल गाइज हामी चाहिँ आइपुग्यो, अब तल झरेर चढ्ने हो। मान्छे चाहिँ कम रहेछ। टिकट काट्ने ठाउँ फेरि अनलाइन हुने कि नहुने हो। अब चाहिँ भिडियो बनेकै हो चाहिँ सर। कहाँ हो भिडियो टिकट काट्ने ठाउँ? हेरौँ है गाइस, आइपुग्यो हामी, आइपुग्यो गाइस उपिल्यान्ड। ढोका हेर्नु है कतिमा हो, 1x मै रहेछ। टिकट काट्ने ठाउँ चाहिँ अनलाइन हुने कि नहुने हो? अनलाइन किन बस्नु यसो बस्नु सोधिहालौँ न। यो लिनु नि त, टिकट देखाइदिनु। 750 एकजनाको टिकट दिनु न सर। बन्द के रहेछ त? होइन त्यो अलिअलि काम मात्रै यार, त्यो हामी यही रहेछ त, आँखा पनि चल्दैन रहेछ। तपाईँको रुट त्यो पनि खराब भयो होइन, यो होइन अर्को हो। यही होइन सर, यो चाहिँ गाइज तपाईँको बन्द रहेछ होइन, हिजोसम्म बन्द थियो, आजैबाट खोलेको हो। जाडोले गर्दा बन्द रहेछ अनि आज खोलेको। हामी चाहिँ आजै आइपुग्यो है गाइज। हो दमकल बोलाइजाउँ न। यो ब्याग राख्ने एउटा लकर पाउँथ्यो यार यहाँ। यहाँ चाहिँ ऊ बन्दै रहेछ क्या, त्यो ट्रेन जस्तो के दुगुर्ने हुन्छ नि, त्यो वरिपरि घुम्नलाई जुरासिक पार्कको।
पानीमा हिँड्ने बन्द भइसक्यो अब यो भित्र जाउँ त के रहेछ यताबाट होला नि के यस्तोमा आइयो हामी है ब्याग चाहिँ राख्नु पर्थ्यो लगाइ जोरासिक पार्क बन्द हो ब्याग चाहिँ कहाँ राख्थेँ यार मैले हेरेको थियो सर यार लकर जस्तो दिन्छ अरे लकर जस्तो दिन्छ क्या हिजोबाट मात्रै खुलेको है दाइ हजुर हिजो 2 गतेबाट खोलेको त्यही भएर मान्छे रहेनछ हौ हामी त शनिबार भनेर होला भनेको अब भोलि के हुन्छ पछाडि शनिबार पछाडि उल्टो गयो ल गाइस भिडियोमा हेरेको थिएँ यो वनमानुस भेट्यो सर यार मैले ब्यागमा हाल्नु पर्छ पानी झऱ्यो पनि सक्यो ल गाइस यही हो जोरासिक पार्क वनमानुस चल्न हौ चल्छ आफैले ठेल्नुपर्छ क्या हो ल गाइस हामी चाहिँ आइपुग्यो मैले चाहिँ यो पनि किन्यो कतिमा 150 मा 150 मा पहिलाको 250 भने हैन तर हैन घटाएर दियो माछा रहेछ गाइस त गाइस वी आर इनसाइड द बुपील्यान्ड केही छैन झन् छ हौ यहाँ औडा सर्ट्सको लागि ट्राई गर्ने हो लास्ट बोरिङ चल्न कसम चल्न ए त्यहाँबाट पानी बगेको आधारमा चल्दो रहेछ नि त गाइस म चाहिँ ठेलिरहेको छु यसलाई यो अहिले प्याक्क पल्ट्यो भने यो पनि लाछु नि यार आधा भाइ आधा तपाईँको त कस्टम सिस्टम के छ मेरो त केही अब कस्ट्युम काप पनि खोलेर लाउने हो अहिले यसरी गर्नु मैले हात त्यस्तो होइन हो टाइम लाग्छ हो भिजिट गर्नु न हेर्नु न के छ त्यहाँ हेर्नु त ऊ त्यता रहेछ त्यो डाइनोसर खै उति लगाइज गुफा आइरहेको छ गुफा वी आर एक्सप्लोरिङ तितानिया हो गाइज गुफा आउनु आँटे गुफा ओ गुफा आयो ओ माइ गॉड डर लाग्यो मलाई ओइ सर यसरी चाहिँ नबस्नु न यार पोलिटिक्स छ नि एक साइड गयो भने के गरेको तपाईँले यो मान्छेले मार्छ यार हामी चाहिँ प्राचीन सभ्यतामा घुसिरहेछौँ यस ओइ गाइस हेरौँ है यहाँ छौँ ओइ करेन्ट लाग्दो रहेछ भनेर झुक्क्याएको है मैले करेन्ट लागेको परेन भिडियो बनेकै थिएन भिडियो बनेको थियो कि म फोटो कति दामी देखाएको थियो कि ओइ गाइस जोरासिक पार्क अब डाइनोसर पनि भेट्छ होला है गाइस होइन अँध्यारो आएको छ होला है आएको छैन कि तपाईँ उज्यालो एकदम होइन ल प्लिज गाइस के टल्किरहेको छ ए डर लाग्यो ए गाइस हामी फेरि 2 जना मात्रै छ त्यहाँ हेर्दा खाली छ गाइस कोही छैन कि सबै खाली छ होइन हामी 2 जना हिजो मात्रै खुलेकोले आजसम्म कोही आएकै छैन हामी 2 जना भयो भने अब पुरै चिल पारा आज पुरै हान्दिने हो कि जुरासिक पार्कै हाम्रो मात्रै हो आज हाम्रै हो ऊ गाइस त्यहाँ हेर्नु चिला सरी ड्रागन उड्ने खाले ड्रागन है गाइस ओए यसको नाम हो टेरोसर्स पे भन्दा पी चाहिँ प्रोनाउन्स हुन्न ल चलिरहेको त त्यसको खुट्टा ए डर लाग्यो यसलाई ठाडो पनि बनाउने हो सर ठाडो पनि बनाउने हो बनाउने सर्ट्सको लागि पनि हान्नु भिडियो रोकेर एउटा हात मात्रै चल्ने रहेछ त्यसको एउटा हात त खराब रहेछ हौ गाइस डाइनोसर्स आँखा चलिरहेछ है आँखा एउटा हात खराब रहेछ नि डर लाग्यो 19 यसरी फेरि सर मेरो त्यो भिडियोमा जाँदैन नि राम्रो भिडियो चाहिँ चलाइराख्नु कि अब गाइस हामी 2 जना मात्रै छ यत्रो जङ्गलमा टिकट चाहिन्छ र ए पछाडि त्यो ऊ आयो डाइनोसरको अर्को रूप गाइसको पुच्छार पनि हल्दिँदो रहेछ हौ ओ त्यो त मुख बाउँछ त त्यो ओइ पुच्छार पनि हल्लिरहेको थियो त्यसको सब बनाउने हो त आफै बनाउनु भयो पनि बनाउनु है के भिडियो तपाईँको मर्जी म बनाउने यसको नाम चाहिँ रहेछ ट्राइकेराटोरप्स चरा खानै पाएको रहेछ सर्ट्स बनाउनुलाई फेरि 1300 बनाउनु पर्थ्यो त्यो 2 जनाको लागि पनि खोली चलायो यो
यति महँगो टिकट छ अनि आवाज पनि कतिको म करा नै कस्याएर गाई त्यो डाइनोसरलाई खान्छ के त आइछ क्या आवाज यो रहेछ है कराउँछ योहरू त खानै नपाएको रहेछ हौ गाई पावर जानु हौ पावर हेर्न त्यो रहेछ है कराउने यसलाई चाहिँ हातैले ठेल्नु पर्ने रहेछ त्यो ठाडो बनाउने हो र एउटा तपाईँको मर्जी ठाडो बनायो भने फेरि यसमा आउन्न नि एकछिन मात्रै ठाडो बनाउने सोच लागि साँच्चीकै डाइनोसर आयो भने के गर्नु सर हामी पानी देखाइदिएको त तपाईँको त्यो भएन कि सर एङ्गल भिडियोको लागि एङ्गलै छैन त्यो सर्ट्सको लागि मात्रै हो त्यो पनि कालो आछ त्यसको ठ्याक्कै दाम न फोकस हुन्छ फोकस गरे पनि झन् कालो भइरहेको कि आउने बेला आइसकेको छ हाम्रो यत्रो हुन्छ